If you want to pass in OMath exam, you need to watch this video. So, grade 10 को ओमेथमा पास गर्न गाह्रो छैन, एकदमै सजिलो छ हैन. जस्ट मैले एउटा युट्युब च्यानल भेटाएको छु हैन, त्यो एकदमै इजी वे र फन वेमा हामीलाई ओमेथ सिकाउँछ हैन. म आफैले पनि त्योदेखि नै पढ्छु. त्यसले पढाएको टपिक एकदमै मजाले बुझ्छ के, लाइक उफ्री त नभनौँ तर फन वेमा पढाउँछ. 6 वर्ष अगाडि हालेको छ हैन भिडियो, बट स्टिल इट्स बेस्ट भिडियो हैन इन्टरनेटमा. यु क्यान नेभर फाइन्ड. मैले चाहिँ त्यसको ओमेथको कोर्स मात्र हेरिरहेको छु, अरू त छैन हैन. बल्ल त सेसन सुरु भइरहेछ, त्यही भएर सुरुदेखि नै पढ्ने, राम्ररी पढ्ने, लास्टमा नपढ्दा पनि हुन्छ, बाल छैन लास्टतिर. त्यही भएर अहिलेदेखि नै बेस बनाउनुपर्छ, पढ्नुपर्छ, रट्नुपर्छ. मेन कुरा ओमेथ ट्रिग्नोमेट्री बाहेक सबै इजी हो. ट्रिग्नोमेट्रीको लेसन हेरिरहेको छु अहिले चाहिँ म. गाह्रै छ हैन, मैले पनि बुझिरहेको छुइनँ कति कुराहरू, त्यो डराउनु पर्दैन. बट फ्लोमा निक्लिन्छ. सबैजना भइरहेछन्, हामी पनि हुन्छौँ. वी आर द वान. बी कन्फिडेन्ट.